वरिष्ठ कलाकार गोविन्दलाल सिंह एकल चित्रकला प्रदर्शनी ये ह्यागुदु सोल्टी मोडे दुगु सवेनियर ग्यालरी क्याफे बिबाजुको ज्याजोले सिंगिया चित्रकला उलेच्या बंगलादेशका लागि नेपाली राजदूत सलाउद्दिन नोमन चौधरी यानदीको ख आधुनिक रूपे परम्पराय एकीकरण याको आज चित्रकला प्रदर्शनी यानगुदका वरिष्ठ कलाकार गोविन्दलाल सिंह थ्यादिल कलाकारले गर्ने काम चाहिँ सृजना हो न कि प्रदर्शन गर्ने किनभने हामीले धेरै प्रदर्शन गरिसकेका छौँ त्यसलाई त्यति महत्त्व दिन्न तर उहाँको हाम्रो विद्यार्थीको फोर्सले उहाँले कटकट धेरै गर्नु हो ल त ल भनेर मैले आज यस ग्यालेरीमा एक्जिबिसन गर्ने मौका पाएँ त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु ज्याचुले राजदूत चौधरी नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानीय पूर्व कुलपति किरण मानन्दर नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानीय उपकुलपति गोपाल चित्रकार प्राज्ञ सुषमाराज भण्डारी एमाले संस्कृति विभागीय प्रमुख रघुजी पन्त कला समीक्षक डाक्टर याम प्रसाद शर्मा लगायत कलाकार गोविन्दलाल सिंह कलाकारिताबारे नवना दिएको ख takes part in all international exhibitions that are taking place everywhere in the world. And Bangladesh also arranges the Asian Art Biennial, which many of you may have already participated. हामीले कलाको कुनै मूल्य र कलाको कुनै ठाउँै हुँदैन तर कला कला नै हो चाहे बङ्गलादेशी कला हो चाहे नेपाली कला हो चाहे युरोपियन होस् यदि हामीले हेर्ने हो भनेदेखि म धेरै फ्रान्समा बस्नु भएको छु फ्रान्सकै हेर्ने हो भने त्यही कलाहरूले फ्रान्स जन्म्यो त्यसको रिभोल्युसनमै चाहिँ नि अनि त्यो बेलाको समयमा पनि फ्रान्समा यो इम्प्रेसनिजम भनेको त कसैले थाहै छैन तर त्यो कलाकारले जुन त्यो बेलाको राजाहरूले गर्दाखेरि जुन एउटा सनराइज जुन एउटा मोने माने यिनीहरूले गर्दाखेरि चाहिँ त्यो पेन्टिङबाट प्रभाव भएर फ्रान्सले स्वतन्त्रता नेपालको एउटा वरिष्ठ ठुलो नाम चलेका कलाकारलाई हामी अघिको धेरैले यो कुरालाई कसैले पनि नकार गर्नुहोला ठुलो काम गर्ने कलाकार राजा महाराजाको दरबारमा गएर काम गर्नु नेपालको कलाको पूजा ललित कला प्रज्ञा प्रतिष्ठानका प्राज्ञसम्म पढ्नेमा मलाई सहयोग गरेर जम्मै अग्रज कलाकारहरूले पनि मलाई सहयोग गर्नुभएको छ त्यस्तै गरी बिना म्याम हुनुहुन्छ मलाई धेरै नै सहयोग गर्ने जो चाहिँ पहिला त विन्सन एन्ड न्युटन कलर हुन्थ्यो ल्याउँथ्यो ललित कला क्याम्पसमा त्यो विन्सन एन्ड न्युटन कलर युज गर भनेर दिनुहुन्थ्यो बिना म्यामलाई म कहिले भुल्दिनँ उहाँ पनि क्याम्पस चिफै हुनुहुन्छ बङ्गलाभाषीहरूको भाषा पनि मिठो छ र उनीहरू सङ्गीत प्रेमी साहित्य प्रेमी र चित्रकला प्रेमी समुदायको रूपमा जानिन्छ त्यसैले उनीहरूको संस्कृति पनि बहुत समृद्ध छ चित्रकलाको पनि बहुत लामो र समृद्ध इतिहास छ बङ्गला साहित्यको बारेमा त हामी धेरैले पढेकै छौँ हामी He turns toward himself. He is introvert sometimes and he explores the abstract feeling and abstract the personal world, what is within him, he captures in his abstract art, and all of his arts are unique, aesthetic, original, and they give message as well as aesthetic pleasure. प्रदर्शनी कलाकार गोविन्दलाल सिंह देकादिगु निसोपा चोकिपा तया तगु दुसा प्रदर्शनी बैगु साउन 1 गते तक यही